छोटो समयमै धेरै रुपियाँ पैसा कमाउने दौडमा धेरैजसो मानिसहरूले मूल्यवान कुरा अर्थात् परिवारलाई नै गुमाएको छन्। कति दुःख लाग्दो कुरा छ। हो, रुपियाँ पैसा तपाईँ र मेरो जिन्दगीलाई सहज बनाइदिनको लागि हो, तर रुपियाँ पैसा नै तपाईँ र मेरो मुख्य केन्द्र अर्थात् लक्ष्य बन्छ भने यसले प्रिय तपाईँ र मेरो परिवारमा भएको मायालाई टुटाइदिन सक्छ। सम्बन्ध टुक्रिन सक्छ, भत्किन सक्छ, बिग्रन सक्छ। रुपियाँ पैसा कमाउनु कदापि पनि गलत होइन, मैले गलत हो भन्न चाहेको होइन, तर मैले तपाईलाई बताउन खोजेको तात्पर्य चाहिँ रुपियाँ पैसा नै हाम्रो लक्ष्य बन्दैछ भने प्रिय यसले तपाईँ र मेरो परिवारमा भएको सुमधुर सम्बन्धलाई बिथोल्दिन सक्छ, बिगार्दिन सक्छ, माया अलगिन सक्छ प्रिय। यो कुरा चाहिँ प्रिय तपाईँ हामीले विचार गर्नुपर्छ। हो, रुपियाँ पैसा झ्याम्मै कमाउनु सबैलाई मनपर्छ, तर रुपियाँ पैसा कमाउने धन्दामा प्रिय धेरैले परिवार गुमाएका छन्। यो चाहिँ सबैभन्दा दुःख लाग्दो कुरा हो। एउटा परिवार नै भत्केको छ भने नि प्रिय तपाईँ र मैले जति नै रुपियाँ पैसा कमाए तापनि हाम्रो मनमा कहिले शान्ति हुँदैन। तर परिवारलाई चाहिँ हामीले इन्भेस्ट गर्नु पर्यो, परिवारलाई चाहिँ लगानी गरौँ न प्रिय। यो चाहिँ सबैभन्दा असल कुरा हो, सबैभन्दा ठुलो कुरा नै यही हो। तपाईँले करोडौँ रुपियाँ कमाउनु भयो तर तपाईँले आफ्नो परिवारलाई गुमाउनु भयो भने यो जस्तो दुःख लाग्दो कुरा प्रिय जिन्दगीमा केही नै हुँदैन। सो आज तपाईँको समय चाहिँ मैले तपाईँलाई विशेष बताउन चाहेको, रुपियाँ पैसा कमाउनुहोस्, तपाईँले धन कमाउनु सक्नुहुन्छ, तर परिवारलाई पनि तपाईँले लगानी गर्नुपर्छ। समय दिनुहोस्। तपाईँको बालबच्चाहरू छ, तपाईँको श्रीमती हुनुहुन्छ, तपाईँको आमा बुवा हुनुहुन्छ, परिवारलाई पनि समय दिनुहोस्। आज धेरै जसो मानिसहरूले आफ्नो परिवारलाई समय नदिएर खाली कामै मात्र गरेको कारणले उनीहरूको परिवार बिग्रेको छ। आजको तथ्याङ्कलाई हेरौँ न प्रिय, बाहिर देश गएका धेरै जसो पुरुषहरूको श्रीमतीले सम्बन्ध बिगारेका छन्, किनभने आफ्नो श्रीमानबाट उनीहरूले चाहेको माया नै पाउन सकेको छैन। हो, उनीहरूको आफ्नो परिस्थिति छ, आफ्नो समस्या छ, तर एट द सेम टाइम रुपियाँ पैसा कमाउँदै गर्दा आफ्नो परिवारलाई पनि हामीले समय लगानी गर्नुपर्छ, छोराछोरीलाई पनि हामीले समय दिनुपर्छ प्रिय। हामीले पहिलो तिमोथीको पुस्तक 6:10 हेर्छौँ भने बाइबलले अझ स्पष्ट कुरा हामीलाई बताउनुहुन्छ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्। परमेश्वरको वचनले तपाईँ र मलाई चेतावनी दिनुहुन्छ। पैसा आफै खराब होइन, तर जब त्यसलाई तपाईँ र मैले अति माया गर्न थाल्छौँ, त्यसलाई हामीले लक्ष्य बनाउन थाल्छौँ, मुख्य केन्द्र चाहिँ त्यो बनाउँछौँ भनेदेखिलाई नि प्रिय त्यसले हाम्रो परिवार र हाम्रो सम्बन्ध र हाम्रो विश्वासलाई नै नष्ट गरिदिन सक्छ। अनि बाइबलले भन्दैछ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। हेर्नुहोस् प्रिय, यसलाई तपाईँ र मैले सही तरिकाले सदुपयोग गर्न जानेनौँ भने यो चाहिँ एउटा तपाईँ र मेरो लागि खराबीको जड बन्ने रहेछ। अनि जुन जड चाहिँ सम्बन्ध बिगारिदिन सक्छ, माया अलगिन सक्छ, हामीले अर्कोलाई चिन्न सक्दैनौँ, सम्बन्ध के हो भन्ने कुरा हामीले बिर्सन थाल्छौँ। अनि बाइबलले यो पनि भन्छ, पैसाको लोभमा परेर कोही विश्वासबाट कुमार्गतिर लागेका छन्। आजको दिनमा हामी हेरौँ न प्रियहरू, धेरै जसो मानिसहरूमा यो समस्या छ नि, परमेश्वरसँग नहुँदाखेरि प्रार्थना गर्छन्, गुहार्छन्, दिनरात रुने गर्छन्, अनि परमेश्वरले उनीहरूको जीवनमा ती माध्यमहरू परमेश्वरले जुटाउनुहुन्छ। अनि जब आर्थिक रूपहरू सुसम्पन्न हुन थाल्छन् अनि परमेश्वरबाट टाढिन्छन्, अलगिन्छन्, किनभने दे आर इन कम्फोर्ट जोन। उनीहरू कम्फोर्ट जोनमा एकदम आरामको क्षेत्रमा पुगेपछि, त्यो स्थानमा पुगेपछि परमेश्वरलाई भुलि पठाउँछन् अनि विश्वासबाट कुमार्गतिर लागेको धेरै मानिसहरू मैले देखेको छु प्रिय। परमेश्वरलाई मन नपर्ने वचन विरुद्धको कुराहरू गरेको मैले देखेको छु। तर प्रियहरू, यो कुराले परमेश्वरको हृदयलाई घोच्छ क्या। त्यही कारणले गर्दाखेरि प्रिय, रुपियाँ पैसा कमाउनु खराब भन्न खोजेको होइन, मैले गलत भन्न खोजेको होइन, तर परमेश्वरलाई समय, परिवारलाई समय पनि दिनुहोस्।
लगानी गर्नुहोस्। तपाईले अहिले परिवारलाई लगानी गर्नुभएको समय चाहिँ प्रिय कहिले पनि खेर जाँदैन। सो तपाईँले हजारौं लाखौं करोडौं कमाएर परिवार नै बिग्रेको छ, तपाईँ र परमेश्वरसँगको सम्बन्ध नै बिग्रेको छ, टुक्रेको छ भने प्रिय तपाईँले वास्तवमै के नै कमाउनु भयो म चाहिँ त्यो भन्छु, तपाईँले के नै कमाउनु भएको छैन। त्यही कारणले गर्दाखेरि आज तपाईँ जुन कम्फोर्ट जोनमा हुनुहुन्छ परमेश्वरले जुटाउनु भएको छ, यतिखेर चाहिँ परिवार र परमेश्वरमा समय पनि लगानी गर्नुहोस्। आमेन।